अहिले यो ईश्वरी भुजेल र अनि नेपाली ब्रो भन्नेको काण्डले त नेपालमा तहल्कै मचाएको छ। तहल्का पनि यति मचाए कि मान्छेको मुखमै झुन्निएको छ। मान्छेको घर घरमा कुरा, युट्युबरहरूले मान्छेमा घोचो तेर्साएर इन्टरभ्यूहरू लिइरहेछन्। तपाईँलाई कस्तो लागेको छ, तपाईँ के भन्नुहुन्छ भनेर यति धेरै तनाव सिर्जना गरेको छ नि यो काण्डले। कति महिलाहरूले त भनेका छन् श्रीमानसँग सुत्न पनि अब त डर लागिसक्यो, कतिखेर मार्छन् भन्ने कुरा थाहै भएन। यसरी श्रीमती मार्न लागिसके, श्रीमानहरूले आफ्नै श्रीमानले श्रीमती मार्न थालिसके भनेर पुरा इन्टरभ्यूहरू दिएको देखिन्छ। त्यो सामाजिक अभियन्ता भनेर बनाएको युट्युबरहरूले बनाएको सामाजिक अभियन्ता, गेद्रा सामाजिक अभियन्ता हुनु काम नकाजको प्यात्र कराउनेहरू, चाहिने कुरा एउटा बोल्ने होइन। यस्ताहरूले त्यस्तासम्म भन्न थालिसकेका छन्। अब डर लाग्छ भने नसुत, किन सुत्नु पर्यो? अब त्यस्तै प्यात्र चाहिने बोल्दै हिँड्यो भने त श्रीमानमा रिस उठ्ला, घरमा झगडा होला। अब त्यसै भएर भने होला नि त, हाम्रो नि घरमा झगडा भइरहन्छ, चाहिने बोल्दै हिँड्छु म, श्रीमानलाई मन पर्दैन भनेर त होला नि तिम्रो मुखमा पनि त्यस्तो निस्कियो होइन। अब अति भएपछि खती भएको हो। त्यो पनि सम्पत्ति छैन, इज्जत छैन, छोराछोरी साथमा छैन, श्रीमती भन्न पाउनु छैन। श्रीमती छ, छोराछोरी छ भनेर घरमा गर्ने बलात्कार केसमा मुद्दा हालिदिने, अनि कोहीसँग यसो टिकटक भिडियोहरू बनाएर पोस्ट गर्यो भनेदेखि अनलाइनमा आएर मन लागि मुख छाड्ने, काट्छु र मार्छु भन्ने। अब हुन पनि अति भएपछि खती भएको देखिन्छ यो सामाजिक सञ्जालमा दुई पक्षकै भिडियो हेर्दाखेरि। अब ती महिलाको भिडियो हेर्दा नि अचम्मै लाग्दो छ, पुरुषको भिडियो हेर्दा नि अचम्मै लाग्दो छ। सहनीको पनि हद हुन्छ, सीमा हुन्छ। सीमा चाहिँ नाङ्ना कसैले पनि हुँदैन, महिलाले होस् पुरुषले होस्। अब केटी खेलाएर हिँड्यो धेरै भनेर यहाँ चर्चा विचार छ। अब घरमा बुढी भाटाको अनि बलात्कारी केसमा हाल्छ, अनि बाहिर केटी नखेलाएर के यत्रो खेलाएको त? खेलाइहाल्छ नि। भोगा नपा भुटिया मकै र बैंसा नपा पोइ भन्थे पहिला गीत गाउँदाखेरि गाउँतिर घाँस गीत गाउँदा त्यस्तै त होला नि। त्यो पनि उसले नि उमेरको बेलामा घरमा बुढी भाटा दियो भने बलात्कारी केसमा मुद्दा हालिदिन्छे, अनि बाहिर घुम्नु परेन, अनि त्यही देखेर मान्छेले कुरा काटे। यस्ता कुरा तेलले नि गए बाबाई। धेरै बाठा हुनु पर्दैन मान्छेहरू, अति भएपछि खती भएको देखिन्छ सामाजिक सञ्जालमा यिनका दुई पक्षका भिडियो हेर्दाखेरि।